सेवा नै एफआर पोइट समय र सम्झनाहरूमा म विराट किरातीको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। पछिल्लो पुस्ताका सशक्त युवा कवि किरण शिवाको एउटा कविता वाचन गर्न चाहन्छु। कविताको शीर्षक रहेको छ आवाज। आफ्नै अस्तित्वको अन्तिम बिन्दुमा उभिएर अघोषित युद्धको सङ्घारमा लगाइरहेछन् केही आवाजहरू स्वाभिमानको नारा। कसका होलान् यी आवाजहरू जो सन्नाटाहरू चिरेर जोडले कराइरहेका छन्। एकछिन त लाग्यो यो आवाज सुदूर गाउँमा समयमै उपचार नपाएर मृत्यु पर्खिरहेको कुनै बिरामीको अन्तिम सासको होला। नियतिले दिएको दुःखहरू पोख्न ईश्वरलाई गरिरहेको प्रार्थनाको आवाज होला। एक छाक टार्न मेहनतको जाँतो घुमाइरहेको कुनै मजदुरको भोको आवाज होला। लाग्यो ती आवाजहरू बलात्कारीको हातबाट पिल्सिएर आफ्नै इज्जतको रक्षा मागिरहेको कुनै चेलीको चिच्चाट हो। खरेडीमा राहत पर्खिरहेको किसानले गुहारिरहेको ओठहरूको कम्पन हो। वा हरेक दिन अभावहरू टाल्न परदेशीहरू बोकेर उडेको हवाई जहाजको आवाज हो। कस्तो हो यो आवाज? कसले सुन्ला यो आवाज जो हरपल सन्नाटाहरू चिरेर जोडले कराइरहेका छन्। फेरि यस्तो लाग्यो यी आवाजहरू विभेद विरुद्धको सारङ्गी रेटेर समानताको गीत गाउने कुनै गाइनेले निकालिरहेको धुन हो। या सिमानामा उभिएर अहोरात्र पर्खाल बनेको सिपाहीले देशकै सुरक्षार्थ चलाएको बन्दुकको आवाज हो। या आफ्नै पहिचानको अस्तित्व जोगाउन न्याय खोज्न सडकमा उत्रेको मानिसहरूको जुलुस। महोदय यो आवाज समयको आवाज हो। सुनेर पनि नसुने जस्तै गर्दै हुनुहुन्छ जो, बुझेर पनि नबुझे जस्तै गर्दै हुनुहुन्छ जो। हेरिराख्नुहोस् भोलिको इतिहास यही आवाजले बनाउँछ। धन्यवाद।